हेलो गाइज सबैजनालाई नमस्ते भन्न चाहन्छु। आज चाहिँ मैले पुरानो भिडियो लिएर आएकी छु। यो भिडियो चाहिँ कालिम्पोङ कुरीको रहेको छ। आज भन्दा 2 वर्ष अगाडितिर होला, सायद 2 वर्ष अगाडि हामी कालिम्पोङ गएको है। दिदीहरू हामी थुप्रै जना गएको थियो। एकदमै रमाइलो भइरहेको थियो। अनि हिउँ पनि परेको थियो। हिउँ चाहिँ हल्का हल्का बिलाएछ अनि हल्का चाहिँ हिउँ पनि थियो हैन। यता कुरी बजारको माथितिर पुगिसकेका छौं। यति बेला चाहिँ तलतिर देख्न सक्नुहुन्छ कुरी बजार यति रमाइलो देखिरहेछ। त्यही माथि घरहरू त्यस्तै डिजाइनको छ। त्यो माथि हिउँले गर्दाखेरि चाहिँ झन् एकदम धेरै रमाइलो देखिरहेछ हैन। त्यो सुनमा सुगन्ध भएछ भने चाहिँ धेरै रमाइलो देखिरहेछ। माथि डाँडामा चाहिँ कालिम्पोङ डाँडा हो मन्दिर। दिदी पनि एकदमै रमाइलो हुनुहुन्छ। यतातिर चाहिँ ल गीत गाउँ भन्नुहुन्छ हैन। गाडीमा पनि धेरै रमाइलो गर्दै गएको। चरीकोटबाट कुरीसम्म कालिम्पोङसम्म पुग्दा यति धेरै रमाइलो भइरहेको थियो। मलाई त आउँदैन गाउन। घट्टा मेरो यहाँ होइन हुन्छ चोखो मायालाई देउन के हुन्छ चौतारीको बारा पिपालुलाई बारा माया परा के रमाइ। गीत गाउने भन्नुहुन्छ। मलाई चाहिँ गीतै गाउन आउँदैन। भिडियोहरू बनाउन चाहिँ एकदमै धेरै रमाइलो लाग्छ। अनि दिदी पनि धेरै समयपछि नेपाल फर्किनु भएको हो। आफ्नो साथीहरू पनि यहाँ भेटाउनु भएको छ। आफ्नो साथीहरू भेटेर एकदम खुसी हुनुहुन्छ। अनि धेरै खुसी पनि हुनुहुन्छ र टिकटक लाइभ मार्फत आफ्ना साथीहरूलाई आफ्नो ठाउँ गाउँ देखाउँदै हुनुहुन्छ। यता गाडी यस्तो रमाइलो छ नि, यस्तो रमाइलो छ है। जिन्दगीमै नपुग्ने ठाउँ छ यो। आउनुहोस् है मेरो कालिम्पोङ घुम्नलाई सबैजना। को आउनुहुन्छ? स्वर्गको परी जस्तै छ। गाडीबाट झरिसकेपछि चाहिँ हामी उकालो लाग्दैछौँ। हामी हिँडेरै जाने निर्णय गर्यौँ र नानीहरू पनि एकदम खुसी छन्। उताको दिदीको छोरो, यताको दुईटा मेरो छोरी। दादा बहिनी भएपछि हुरुक्कै हुने के लास्टै रमाइलो। अब त्यो झन् हिउँ खेल्न पाएको छ नानीहरू पनि मस्त। अनि यता तलतिर एउटा बहिनी चाहिँ हिउँमा हिँड्न सकेन भनेर एउटा भाइले चाहिँ बोकेर ल्याउँदैछ हैन। यो हिँड्न नसकेपछि बोकेर ल्याउँदैछ हो तलतिर चाहिँ एउटा भाइले चाहिँ। त्यसपछि हामी ग्रुपमा फोटोसोटो खिच्यौँ। नानीहरूको पनि मैले फोटोहरू खिचिदिएँ। नानी पनि एकदम खुसी थियो। अनि त्यसपछि दिदीसँग पनि धेरै समयपछि अब घुम्न गएको हैन। एकदम धेरै रमाइलो थियो, रमाइलो लागिरहेको थियो। यतातिर चाहिँ फोटोहरू खिच्दै हामी उकालो लाग्यौँ। जाँदाखेरि चाहिँ एकदम रमाइलो भयो। अब यताउता फोटोहरू खिच्दै अब हिउँ खेल्दै हैन। बच्चाहरू पनि एकदम धेरै खुसी भइरहेको थियो। हामीलाई पनि एकदम खुसी लागिरहेको थियो। माथि पुगेर पनि फोटोसोटो खिच्यो। अब मेरो छोरीहरू झन् दादा अनि ठुलो मामा माइजी हुनुहुन्थ्यो हैन। एकदम खुसी थियो। अनि माथिबाट फर्किने टाइममा चाहिँ हिउँ परेर चाहिँ कस्तो बिजोक भएको के मेरो छोरी चाहिँ चिसो भएर त लास्टै गाह्रो भयो। नानी 2 दिनसम्म ज्वरो आएर हैन।